नमस्कार सबैलाई। नमस्कार हजुरआमा। नमस्कार। नमस्कार नानी। मेरो नाम राशिका थापा छेत्री र म जुङ्गे साङ्गु बोर्डिङ स्कुल कक्षा 10 को प्रतिनिधित्व गर्दै यो प्रश्न राख्न चाहन्छु कृषिसँग सम्बन्धित। र मैले एउटा निकै रोमाञ्चक कुरा सुनेकी छु हैन, यो हाम्रो इतिहाससँग पनि सम्बन्धित छ। हजुरहरूको जमानामा हजुरहरूले त धेरै अनुभव गर्नुभयो हैन, अहिलेको पुस्तासँग हेर्दाखेरि हजुरहरूको जमानामा चाहिँ माग्न जाने बेलामा हैन, जस्तै कोही केटीले अहिले बिहे गरिन्छ, जुन अहिले त तलब हेरिन्छ, कमाइ हेरिन्छ हैन, अहिले चाहिँ पहिलेको जमानामा चाहिँ त्यो केटाको घरको टौवा हेरिन्थ्यो अरे, जसबाट कृषिको स्तर थाहा पाउन सकिन्थ्यो हैन। कति खेतीपातीमा विकास पुगेको छ भनेर। हजुर त्यो चाहिँ कतिको सत्य छ र हजुरहरूले अनुभव गर्नुभयो कि नै? अब हामी त्यो कुरा सत्य हो। नानीको बाबुले केटालाई चाहिँ हेर्न आउँदा टौवा सौवा तहरा कस्ता छ, खाले तहरा छन्, टौवा कतिवटा छन्, हल गोरु छन् कि छैनन्, यस्तो गरेर काम गर्थे। त्यसलाई बुझेर अनि आफ्नो छोरी चाहिँ त्यो बाबुलाई टक्र्याउँथे। त्यो जमाना थियो हाम्रो पालो। हामीले चाहिँ भोगेर बेहोरेर आइयो। अझै हामी अहिले म 86 वर्षको छु। असाध्यै सिंह लाउँछु, साउन खण्ड। अब मैले जानेको कुरा मैले प्रष्ट नानीलाई बताउनु पर्छ, सबै बाबुहरू बसेका छिमेकीलाई नि बताउनु पर्छ। त्यो कुरा हो। टौवा पनि दुई तीनवटा टौवा देख्थे, नानीलाई ल्याएर बुझाइदिन्थे, अनि उनले आफ्नो खेती किसान गरेर खान्थे। ऊ बेला लाउरे हुन गयो भने पल्टनले लान्थ्यो विदेश, नत्र यहीँ खेती किसान गरेर खाने, अन्त जाने ठाउँ थिएन त्यो बेला। पल्टनको लाउरे भयो भने इन्डियाले खोजेर लान्थ्यो। लाउरे भएर आयो भने अलिकति सुख पैसाको दुःख पर्दैन थियो। यहीँ बस्ने त आफ्नै खेती उब्जाउने, आफ्नै खाने, अनि भ्यादान अर्दान टौवा खेती उही अनुसारको चाहिँ खेती किसान गरेर टौवा हेरेर बाबु नानी बुझाउँथे। ऊ दुइटा मिलेर मात्रै गरेर काम गरेर खान्थे। त्यो बेलाको परिस्थिति त्यही थियो। हरिशरण।